हेलो, हामी आउँदैछौँ। उठाइदिउँ? होइन आमा, सुत्न दिनुहोस्। बाबु बस न बस न बस। मलाई आशै थिएन कि छोराको मुख हेर्न पाउँछु। खाली हात भए पनि आए नि। आइपुग्यो नि। जिन्दगी ज्यान रहे कोदालो खनेर पनि गुजारा गर्छ। हेर्नुहोस् त कति दुब्लाएको छ। लाग्छ पेटभरि नखाएको कति दिन भएको होला। 8-10 दिन पैदल हिँडेर यहाँ आइपुगेको हो। खाऊ बाबु खाऊ। खाऊ छोरा खाऊ। हरिदेव, हरिदेव, को छ बुवा? तिमी खाऊ तिमी खाऊ तिमी खाऊ, म हेर्छु। हरिदेव। नमस्ते नमस्ते दाजु, नमस्ते। के छ हरदेवजी, के छ हाल समाचार? ओह, के हालचाल हुनु हामी जस्तोको, त्यसमा पनि यस्तो आपद विपदमा। तपाईँको छोरा आएको सुनेको छु। ओ छोरा, यो गजब गर्नुहुन्छ तपाईँ। यसरी त हकलाउनु हुन्न थियो। के भयो? हजुर नमस्ते, भन्नुहोस् न। बाहिरबाट आएपछि पहिला क्वारेन्टाइनमा बस्नुपर्छ, अनि मात्रै घर आउन पाउँछ। कहिले आएको? केही समय अघि। सिधै घरमा आउनु हुँदैन थियो। 14 दिन क्वारेन्टाइनमा बिताएरै घर आउनु पर्थ्यो। तिमी त घरका मान्छेलाई पनि खतरामा पार्यो। कुन नाकाबाट भित्रिएका छौ? नदी तरेर? त्यही त। कुनै नाकाबाट आएको भए मलाई त खबर भइसक्थ्यो। जम अबेला नगरौ। तर गल्ती काम गर्छौ तिमीहरू। बोर्डरमा कराई हाम्रो सखा सन्तानको राम्रोको लागि गरिएको हो भन्ने कुरो कहिले बुझ्ने? सेनिटाइजर लिनुस्, मास्क पनि लिनुस्। आमा ब्याग दिनुहोस्। बाबा, गल्ती त गरिसक्यो, अब महागल्ती चाहिँ नगर। जम। बाबा, चिन्ताको कुरो होइन। त्यहाँ खानपिनको व्यवस्था पनि छ, हेरचाह गर्ने मान्छे पनि छ। जाउँ 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 जाउँ। बाबा, बाबा। जाउँ न भाइ, जाउँ जाउँ जाउँ। अलि छिटो गर्नुहोस् न। किन झटक आएको? राम्ररी दिशा पनि गर्न दिँदैन। बढ्दै गर, यसरी रोक्ने होइन है। हिँड्न हिँड अगाडि। ए भाइ, दिनभरि दिसै गरिरहने हो भने खाने कति बेला? हत्तेरिका। ए ल आउनुहोस्, अगाडि आउनुहोस्। त्यसो होइन। छोड्नु दादा, त्यतिकै बोलिरहन्छ। तिमीहरू कुन केसमा आएको भाइ? अदालती केस भनेको होइन। भनेको कुन नाकाबाट आयो? खेतै खेत आएको कि बाटो हुँदै आएको
कि नदी तरेर आएको, कि आफै आएको, कि अध्यक्षले ल्याएको, कि पुलिसको आगत स्वागतमा आएको? ओह नसोध्नुहोस्, हामी वडा अध्यक्षको चक्करमा फस्यो। ओहो, अध्यक्षको चक्करमा। होइन यति किन बोल्नु भयो? चिन्ता नगर, चिन्ता नगर। आज त एक दिन मात्रै भयो, 14 दिनसम्म सँगै रहन्छु। तपाईहरूलाई पटक पटक भनिसकेका छु, व्यक्तिगत र सामाजिक दूरी बनाएर राख्नुस्। अगाडि साबुन पानीले मिची मिची हात धुने गर्नुस्। कुहिने र नकुहिने फोहोरहरू बेग्ला बेग्लै राख्नुस्। रातो बाल्टीमा कुहिने फोहोरहरू राख्नुस्, हरियो बाल्टीमा नकुहिने। बुझ्नुभयो? कस्तो मान्छेहरू जताततै फोहोर फाल्छन्। खै हट, मलाई फोहोर राख्न दे। योग जो व्यक्ति गर्छ त्यो व्यक्तिको इम्युनिटी पावर, रोगबाट लड्ने क्षमता बढ्छ, जसका कारण हरेक रोगसँग लड्ने क्षमता हामीमा वृद्धि हुन्छ। त्यसैले योग गरौँ, निरोग रहौँ, अनुलोम विलोम गरौँ। ए भाइ, त्यो भाँडा माझेको भएन। साबुन र सफा पानीले राम्रोसँग फ्रिज निकालेर मल। हाम्रो कारणले अरूलाई रोग नसरोस्। कति तातो पानी खुवाएको हौ क्वारेन्टाइनवाला। तातो खान्छौ अनि न बाँच्छौ? तिमीलाई नराम्रो लागेको? हेर, कति राम्रो स्वाद छ। तुलसीको स्वाद छ, अदुवाको स्वाद छ, मरिचको स्वाद छ, गुर्जोको स्वाद छ, बेसार पनि छ। मलाई त मजा आयो। वाह रे वाह। खाने हो? ल खाऊ। ल तिमी खाए पो निको हुन्थ्यो, म त खाँदैछु। राम्रो छ रे। समुदाय सङ्क्रमित हुने सङ्केतहरू देखा पर्दैछन्। यस्तोमा व्यक्ति सचेत र सक्रिय हुनु आवश्यक छ। खास गरी कोभिड-19बाट बच्नको लागि खानेपानी र सरसफाइ, यसमाथि विशेष ध्यान दिनु आवश्यक छ। खानेपानीको मतलब कि हामीहरूको स्रोत हो, खानेपानीको भूमिगत स्रोत हो वा नदी खोलाहरूबाट आएका पानी जसलाई हामी फिल्टर गरेर दिन्छौँ, त्यो ठाउँदेखि हाम्रो मुखमा पानी आउँछ जुन पिउँछौँ, त्यहाँसम्मको पानी एकदमै स्वच्छ र सफा हुनुपर्छ।
सँगै घर बाहिर र घरभित्र यसलाई राम्ररी हामी सरसफाइ गर्यो भने लामखुट्टे झिङ्गाको प्रभाव घट्दै जान्छ अनि स्वच्छतामा पनि महत्त्वपूर्ण प्रभाव ठहरिन सक्छ। यसमा पालिकावासी हामी सबैजनाको महत्त्वपूर्ण भूमिका रहोस् भन्ने मेरो चाहना हो। त्यति बेला हामी स्वच्छ सास प्राप्त गर्न सक्छौँ जति बेला वातावरण प्रदूषण मुक्त रहन्छ। अनि सधैँ प्रदूषण हुन नदिन, सफा राख्न त्यसका लागि हाम्रो पनि प्रयत्न रहिरहनुपर्छ। खानेपानीको वितरण, पाइपलाइनको अवस्था, जसरी घर परिवार समुदायप्रति अनि सचेतना फैलाउनु हामीहरूको कर्तव्य हो। ठिक छ अध्यक्षजी, भोलिदेखि अनुगमन सुरु गर्छौँ। के भो यहाँ किन बसिरा? ए दाई, तिमी सन्चै हो? के हुनु, साह्रै तनावै तनाव भयो। टेन्सन कसलाई छैन, तर त्यसको लागि खाना नै नखानु राम्रो कुरो होइन नि। यति दुःख गरी आइपुगेँ, थाहा छैन बाँच्छु कि मर्छु। बाँकी समय आफ्नो परिवारसँग त बिताउँथेँ। त्यो त रहिरहन्छौ नि। हेर भाइ, स्वाब परीक्षण गरेर लगिसक्यो, अनि पोजिटिभ आयो भने? पोजिटिभ निस्क्यो भने आकाशमा पाल पर्यो भने के कुरा गर्छ त? याद छ कसरी घर आइपुगिस्? कसैलाई विश्वास थियो हामी घर आइपुग्छौँ? कतै ट्रेन, कतै बस, कतै ट्रक र कतै त्यत्तिकै भोकै हामी हिँडै गऱ्यौँ। बच्चा र परिवारसँग एक घाँस पनि खान दिएन मलाई। घाँस निल्न सकिन म। छोराको अगाडि पस्किएको खाना तानेर लगिदियो। बाबा को हो? के भयो? नानीले रोएको जस्तो छ। हाम्रो नानु हो के भयो? नानु नै हो। के गर्यो? नानु हो, नानु। के भयो नानुलाई? मेरो नानुलाई के भयो? यो त हिरोमा लडिसक्यो छ। टिप्यो। अब एक चप्पल पनि छैन। यसको त हात खुट्टा पनि कति चोट लागेको छ। नरो नानी नरो, चुप चुप। पाइपको पानी सडकमा बगाउँछ। यी बलिया भइसके, बलिया। तँलाई के लाग्छ? तेरो अगाडि कसैले बोल्न आँट गर्दैन? आँट छ कसैसँग? जिब्रो समातेर तानिदिन्छु। कोही काम दिँदैन। पख पख पख, तेरो फुर्ती ठिक पार्छु। अब मेरो छोरो पनि आइसक्यो। छोरो आयो कि छोरो गयो? यो के को बिरुवाहरू हो? टाढा उब्नुस्। कोरोनाले मान्छे मर्दैछ र तपाईँहरू तमासा हेर्दै हुनुहुन्छ। विचित्रको कुरो लाग्छ मलाई। हेर्नुहोस्, यसको पाइपको पानी सडकमा आउँछ र सडकमा हिलो हुन्छ। त्यसमा पनि ट्र्याक्टर आएर खाल्टा खुल्डी पारेर झन् गहिरो बनाइदिन्छ। हेर्नुहोस् त मेरो बच्चाको कस्तो अवस्था छ। हेर्नुहोस् त के भयो नानीले? जिउभरि चोटपटक लागेको छ। लिएर जानुहोस् हेल्थ पोस्ट। तपाईँ पनि जानुहोस्। न मास्क लगाउनुहुन्छ, न सामाजिक दूरी कायम राख्नुहुन्छ। कमसेकम सामाजिक दूरी त बनाएर राख्नुहोस्। तपाईँ यो भन्नुहोस्, घरको पानी सडकमा किन बगाउनुहुन्छ? त के गरौँ? टाउकोमा पानी राखेर खेतमा खन्याइदिउँ? भाइ, आफ्नो घरबाट निस्केको पानीको व्यवस्था आफै गर्ने नि। तपाईहरू नाला बनाइदिएको भए अनि व्यवस्था भइहाल्थ्यो नि। विकास कुनै छुमन्तर होइन। ढल बन्नलाई त बन्छ, जबसम्म बनेको छैन तबसम्म कुनै उपाय हुन्छ कि हुँदैन भन्नुहोस्। उपाय? मलाई त उपाय देखा पर्दैन। अध्यक्षजीलाई त टेर्दैन, झन् हामीलाई के टेर्नु? तपाईँ आफ्नो कर्मको फल भोगेको।
घरको टुक्रा टुक्री, फुटेको सिसा, सरे गलेको तरकारी, जुठो बासी सबै यसैमा फाल्छौ अनि कसले भोग्ने? अरे अरू बेला तपाईँ जिम्मेवार नागरिक बन्नुहुन्छ, फोन गरेर समाजको राम्रोको लागि सूचना दिनुहुन्छ। आफ्नो घरको पनि स्वच्छता र सरसफाइको सवालमा जिम्मेवारी देखाउनुहोस् न। आजदेखि आफ्नो घरको फोहोर, नाला र पानीको व्यवस्थापन स्वयं गर्नुहोस्। अब तपाईँहरू जानुहोस्, अब म यो समस्याको समाधान गर्छु र उहाँले गर्नुपर्छ। हेर्नुहोस् अध्यक्षज्यू, गाउँको बुझ्ने मान्छेको यस्तो हाल छ, नबुझ्नेको कस्तो होला। सडकमा घुरासम्म पानी छ, जुठो फोहोरहरू सबै रोडैमा फाल्या छ। हो, भाषण गर्नु बडो आसान छ अध्यक्षज्यू, व्यवस्थित कसरी हुन्छ त्यो भन्नुहोस् न। यसमा पाइप लगाउनुहोस् अनि थोरै खाल्डो खनेर करेसाबारीसम्म पानी पुर्याउनुहोस्। अनि नसप्रेको तपाईँको बाली अनि फर्स्ट क्लास तरकारी उब्जिन थाल्छ कि थाल्दैन? हो अध्यक्षज्यू, 500 रुपियाँ मजदुर लिन्छ, त्यसपछि खाना पनि, त्यसमा पाउन बडो गाह्रो। रे मजदुरको यहाँ कामै छैन। नुहाउने बेलामा कोदालो लिएर खनिदिनुहोस् अनि खेतमा पानी पुर्याउनुहोस् पाइप जोडेर। ओहो, तपाईँ गर्न सक्नुहुन्न भने कोदालो दिनुहोस्, म नै यसलाई खनिदिन्छु अनि तपाईँको काम भइहाल्छ। लाजै लाग्यो अध्यक्षज्यू। त्यसो भए ठिक छ, तपाईँ यहाँ सक्दो छिटो पाइप लगाउनुहोस् अनि तरकारी बालीसम्म पानी लैजानुहोस्। बाटोमा पानी जम्दैन। र तपाईँ वडा अध्यक्षज्यू तुरुन्त वडाको बजेटले यहाँ माटोको काम गराइदिनुहोस्। हुन्छ अध्यक्षज्यू, म सबै व्यवस्था गरेर भोलिदेखि सुरु गरिदिन्छु। अनि तपाईँ हाकिम साहब, तपाईँ यो जानकारी गराउनुहोस् कि घर र घर बाहिरको स्वच्छता कसरी कायम हुन्छ, त्यो जानकारी गराइदिनुहोस्। हस् अध्यक्षज्यू, तपाईँको घरमा बाल्टिन त होला? ठिक छ, 2टा बाल्टिन राख्नुहोस्। एउटा सरेर जाने, अर्को सर्न नसक्ने। सर्नेमा जुठो खाना भयो, दैतुन भयो, तरकारीका छिल्काहरू भयो, सरे गलेको तरकारी र फलफुल सबै एउटा बाल्टिनमा राख्नुहोस्। यसबाट कम्पोस्ट मल तयार हुन्छ। त्यस्तै अर्को बाल्टिनमा प्लास्टिकबाट बनेको सामान, टुटे फुटेको सिसाहरू सबै एउटै बाल्टिनमा राखेर कुनै सुरक्षित स्थानमा माटो तल पुरिदिनुहोस्। से एक झारी पनियान अब न पियाबियाउ हे पनि भरनी आई पकवाई न र बाप, पकवाई न र बापया। रे भाइ, रे म गीत गाउँछु कि मन हल्को रहन्छ र यो है यस्तो मुख किन बनाएको? मलाई त लाग्दैन अब आमा बुवा र छोराछोरीको मुख हेर्न पाउँछु। रे यसको दिमाग बिग्रेको हो कि यस्तै हो यो? कोरोना पछि बोली बिग्रेको। अरे स्वाब लगेको छ, रिपोर्ट आउनै लागेको छ, पोजिटिभ ठहर्यो भने त गयो। है के गयो? बेकुफ कहीँका। त्यो दिन डाक्टर साहब आउनु भएको थियो अनि के भन्नुभयो? के? रे 100मा 2-3 जनालाई खतरा छ, त्यसमा पनि जो बुढापाका छन्, वृद्धा छन्, जसलाई अनेकौं प्रकारको बिमारी छ, जसलाई औषधि खाइरहनु पर्छ। तिमी त भर्खरको जवान छौ। तपाईँ बढी नबोल्नुहोस् अहिले। कस्तो कस्तो भइरहेको छ मलाई, डरले मेरो। हो, डाक्टर साहबले यो पनि भन्नुभयो, डर सबभन्दा बढी खतरनाक हो। हिम्मतले यो रोगलाई हराउन सकिन्छ। हेर, मनको चढालाई शान्त पार। हेर उता, ए पण्डित बाजे, कुन काममा लाग्नु भएको छ? के भइरहेछ? म त आफ्नो सामान मिलाउँदैछु भाइ। भोलि रिपोर्ट आउने बित्तिकै म यहाँबाट हिँड्ने जाने कि यहाँ बसिराख्ने? कहीँ रोग ठहर्यो भने के गर्ने? लाग्दैन कोरोना, अहिले संसार हेर्न बाँकी नै छ। हेर्यो त्यो बाजेको हिम्मत। हिम्मतले त मान्छे युद्ध जित्छ। यो कोरोना के हो? सुन्नुहोस्, तपाईँ सबैको रिपोर्ट आइसक्यो। नेगेटिभ भएकालाई
भोलि घर पठाइन्छ। पोजिटिभ भएकालाई आइसोलेसनमा पठाइन्छ। एकजना बाहेक सबैको रिपोर्ट नेगेटिभ छ। मेरो मेरो सोहनको रिपोर्ट पोजिटिभ हो। सबै खतम भयो। दुनियाँ उजाड भयो मेरो। अब त मेरो लास हेर्न पनि कोही आउँदैन। न आमा न बुवा न बच्चा न श्रीमती, कोही मेरो मुख पनि हेर्न पाउँदैन। किन यति टाढाबाट आएँ म? आएर फेरि सिधै घरमै गएँ। कहीँ उनीहरू पनि पोजिटिभ भयो भने उनीहरू पनि खतम। मेरो पुरै खानदानै खतम। मेरो त जिन्दगी नै खतम भयो। तपाईहरूको रिपोर्ट आयो। तपाईहरूको रिपोर्ट नेगेटिभ आयो। अब घर जाने तयारी गर्नुहोस्। हस् हजुर, हुन्छ हजुर। के भनेको थिएँ? सबैको नेगेटिभ आउँछ। सबैको नेगेटिभ आयो कि आएन? जाउँ घर जाउँ। ध्यान दिनुहोस् तपाईँहरू। यहाँबाट घर गएपछि तपाईँहरू सचेत र सावधान रहनुहोला। यहाँ फेरि पनि आउन नपरोस् र क्वारेन्टाइनमा जुन कुरो सिक्नु भएको छ ती सिकाइ आफ्नो जीवनमा आफ्नो व्यवहारमा लागू गर्ने कोसिस गर्नुहोला। तपाईँहरूको जीवन सुखमय र स्वस्थ रहोस् भन्ने कामना गर्दै तपाईँहरूलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु। नमस्कार। हजुर नमस्ते। नमस्कार। वडा अध्यक्षज्यू सन्चै हुनुहुन्छ? मास्क किन लगाउनु भएन? होइन ठिक छ, नेगेटिभ आइसक्यो। यो त विचित्रको मान्छे रहेछ। बधाई छ सोहन। हजुर काका। तिम्रो पनि नेगेटिभ आयो। हजुर। हेर हाम्रो टोलमा कति राम्रो सरसफाइको काम भइरहेछ। समाता शोभन, मेरो छोरा आयो। हो गरे बुवा। ओ हुन्छ हुन्छ, जाऊ जाऊ जाऊ। के छ हालको? ठिक छ बेटा? ल अनि आमा? मलाई आशै थिएन छोराको मुख हेर्न पाउँछु भनेर। हे जानकी माता, साष्टाङ्ग प्रणाम छ। आमा, जानकीजीको आशीर्वादसँगै तपाईँहरूको आशीर्वाद पनि लागेको छ। बुझ्नुभयो? जाउँ अब भित्र जाउँ। आदरणीय गाउँवासीहरू, कोरोनाको महामारी हाम्रो समाजमा पनि फैलिसकेकोले सामाजिक दूरी बनाएर बसौँ। साबुन पानीले मिची मिची हात धौँ, मास्कको प्रयोग गरौँ र भिडभाड नगरौँ। यो के चेस खेलेर बस्नु भएको? आफ्नो घर जानुहोस्। कोरोनाको प्रचार गर्दै हिँडेछ। होइन भाइ, छोडिदिउँ। माइकिङ पनि गरिरहेछ। घर जाउँ, छोडिदिउँ। वाह याद कोरोना। मेरो नेगेटिभ आएको छ। खेल। मास्क लगाउनुस्। किन नलगाउनु भएको मास्क? तपाईलाई थाहा छैन यो सरकारी ह्यान्ड पाइप हो? थाहा छ। यसको अवस्था हेर्नुस् त। ह्यान्ड पाइप बनाउनु पर्यो नि। ह्यान्ड पाइप त बनाउनु पर्थ्यो, तर आफै कसरी बनाउनु? यसको ह्यान्डल र अरू सरसामानहरू घरमा राखेका छु। यहाँबाट बखरा लैजानुहोस्। तुरन्त ह्यान्ड पाइपलाई ठिक पार्नुहोस्। ह्यान्ड पाइपको सामानहरू र हेड लिएर आउनुहोस्। लगाउनुहोस् त। तपाईँहरू पनि सहयोग गर्नुहोस् न। यो राख्नुहोस्। सबै सरसफाइ गर्नु होला। नाला र ढल पनि सफा गर्नु होला। चलाउनुहोस् त। चलाउँदै गर्नुहोस्। तिम्रो कुरा पनि यार। होइन मेरो नेगेटिभ आएको छ। के भइरहेको? हेरिरहनु भएको छैन? घरमा काम नलाग्ने सामानहरूलाई जलाइरहेकी छु। प्रयोग गरिएको सेनेटरी प्याड, घरको फोहोरहरू। तपाईँ कहाँ जान लाग्नुभयो? बजारबाट ल्याइएको तरकारी त्यो पहिला सफाले राम्ररी धुनु, आफ्नो हात खुट्टा राम्ररी धुनु, अनि घरमा छु। तिमी पनि
रे जब जाँचको रिपोर्ट नेगेटिभ आइसक्यो डराउने किन? अब डराउनु पर्दैन भयो सुन्नुहोस् न सुन्नुहोस् न के भन्नु तपाईहरूलाई? तपाईहरू त भक्त मान्छे, भक्ति गर्दै हुनुहुन्छ। तपाईहरूलाई केही भन्नलाई पनि अप्ठ्यारो लागिरहेको छ कि समय नै यति विकराल हो कि भन्नै पर्छ। अहिले भगवान पनि चाहनु भएको छैन कि मान्छे मेरो यसरी भक्ति गरोस् एक ठाउँमा भिडभाड गरेर। उहाँ पनि चाहनुहुन्छ कि जो जहाँ छन् मनले भावले मेरो भक्ति गरोस्। तिमीलाई के लाग्छ एकचोटि नेगेटिभ भयो भने जिन्दगीभरको लागि तिमीले सर्टिफिकेट पायौ? तिमी त आफूसँगै आफ्नो परिवारलाई पनि खतरामा पालिरहेछौ। एकजनाले पोजिटिभ रिपोर्ट आयो भने सबै पोजिटिभ हुन सक्छ भन्ने कुरो किन बुझ्दैनौ? एउटा कुरा याद राख, सावधानी हट्यो दुर्घटना घट्यो।